कुलमानको कार्यक्रममा गएर रवि लामिछानेले फेरि झुक्क्याउलान्, फेरि पनि सहकारीको ठगे गर्लान् भनेपछि धतुरे तानिए विवादमा। फेरि पनि रवि लामिछानेले झुक्क्याउलान्, फेरि पनि सहकारीको ठगी गर्लान्। हामी सत्य बोल्न डराउँदैनौं। दर्शकबिन चर्चित कलाकार सिपी पुडा सैनी अर्थात् धतुरेले रवि लामिछानेलाई ठगको संज्ञा दिँदै कडा आरोप लगाएका छन्। हास्य टेलिश्रृङ्खला सक्किगोनी मार्फत अत्याधिक लोकप्रियता कमाएका धतुरेको अभिव्यक्तिले यति बेला सामाजिक सञ्जालमा तीव्र बहस र प्रतिक्रिया जन्माएको छ। मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले चितवनमा आयोजना गरेको एक कार्यक्रममा धतुरेले रवि लामिछानेलाई सहकारी ठगी भन्दै फेरि झुक्क्याउलान् भन्दै दिएको अभिव्यक्तिले यति बेला सामाजिक सञ्जाल तातेको छ। आफू सत्य बोल्न डर नमान्ने बताउँदै पुडा सैनीले वर्तमान अवस्थामा उज्यालो नेपाल पार्टी बाहेक अर्को कुनै स्वच्छ वैकल्पिक शक्ति नदेखेको उल्लेख गरेका छन्। उनले सोही पार्टीप्रति आफ्नो स्पष्ट समर्थन रहेको पनि सार्वजनिक गरेका छन्। धतुरेले रविमाथि विभिन्न आरोप लगाएपछि उनको चर्को आलोचना सुरु भएको छ। उनले उक्त कार्यक्रममा भनेका छन्, रवि लामिछानेले फेरि झुक्क्याउलान्, फेरि पनि सहकारीको ठगी गर्लान्। गरिबको पैसा नठगेको भए रवि लामिछाने जेल पर्दैन थिए। देशको नागरिकता त्यागेर विदेश नगएको भए आज रवि लामिछानेको नागरिकता काण्ड आउने थिएन। उहाँको अमेरिकामा समेत ठगेको मुद्दा छ। म सत्य बोल्न डराउँदिन। धतुरेको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थक र आलोचक बीच चर्को बहस सुरु भएको छ। उनले केही समय अघि मात्र काठमाडौँबाट चुनाव लड्ने घोषणा समेत गरेका थिए। कतिपयले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यविहीन आरोप लगाएको भन्दै आलोचना गरेका छन् भने केहीले राजनीतिक व्यक्तित्वमाथि प्रश्न उठाउनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्। विशेष गरी कलाकारबाट राजनीतिमा प्रवेशको घोषणा गरेका व्यक्तिले सार्वजनिक मञ्चबाट यस्तो गम्भीर आरोप लगाउनु जिम्मेवार व्यवहार हुनुपर्ने आवाज पनि उठ्न थालेको छ। तर धतुरेको अभिव्यक्तिले कलाकार राजनीति र अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे नयाँ बहस जन्मा